मलाई चाहिँ यहाँ वेस्टर्न नेदरल्यान्डतिर उब्रेको मान्छे त्यस्तो धेरै राम्रो चाहिँ लाग्दैन। त्यस्तो नर्मल कुरा लाग्छ है, बिजुली वाइफाई सबै त्यो चाहिँ नर्मल कुरो नै लाग्छ। अनि अलि गाउँमा बस्दाखेरि आफूले आफ्नो खानेकुरा हुँदा, आफ्नो दाउरामा आगोमा खाना पकाउँदा त शान्ति नै लाग्छ कि, किनभने त्यो चाहिँ एकदम दुनियाँसँग कनेक्सन हुन्छ के, त्यो मनलाई खुसी गर्छ। अनि खुट्टा चाहिँ माटोमा हालेर होइन, नाङ्गे खुट्टा चाहिँ माटोमा राखेर हिँड्ने एकदम राम्रो हुन्छ कि शरीरको लागि है त्यो संसारमा बस्दा। खै म चाहिँ गाउँमा बस्छु है, अब बुढो चाहिँ सहरतिर बस्नुहुन्छ होला, खै के गरौँ त।